Hi guys, welcome back to my channel. This is Puku अनि म चाहिँ गाइज अहिले यस्तो ब्लाउज नै लगाएर भिडियो रेकर्ड गर्दैछु। मेरो यो चाहिँ र्यान्डम भ्लग भएको छ। हुन त यो मैले प्लान गरेरै बनाएको भ्लग हो, बट लाइक कति बेला गराउने भनेर चाहिँ त्यो हल्का तलमाथि भयो कि लाइक मैले अघि नै बनाउँछु भनेको थिएँ, तर ब्लाउज लगाइसकेपछि हुने भयो किनकि सो आज चाहिँ एकदम बिग डे हो गाइज। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई है म शुभकामना दिन चाहन्छु। के को भन्दा चाहिँ दसैँको है। आज चाहिँ एकदम है आज असोजको 16 गते परेको छ है, अनि आज चाहिँ नेपालीहरूको महान चाड बडा दसैँ परेको छ र त्यसको उपलक्ष्यमा सबैजनालाई मैले शुभकामना दिन चाहन्छु गाइज। अनि फोन आयो है। सो गाइज भ्लग बनाउँदा बिचमा मेरो फोन आएको थियो मम्मीको। अनि गाइज कस्तो म चाहिँ केही पनि गरेको छैन, जस्ट ब्लाउज लगाएर अब मेकअप स्टार्ट गर्दैछु। अनि सो मेरो लागि चाहिँ एकदम स्पेसल छ अहिलेको यो बडा दसैँ 2082 सालको होइन, किनभने यो चाहिँ मेरो बिहेपछि चाहिँ पहिलो दसैँ हो परिवारसँग। सो एकदम हामी एक्साइटेड छौँ। अनि मनिषा हुनुभएको छ, मम्मी हुनुहुन्छ, अनि हामी तिनजना बिहान बिहान खानासाना सबै बनायौँ। अहिलेको साल चाहिँ हल्का यो टिकाको साइज चाहिँ ढिला परेको छ, लगभग 11 बजेर 52, 53, 58 त्यस्तै कति हो ठ्याक्कै चाहिँ मैले भर्खरै बिर्सिहालेँ। सो त्यस्तै छ, लगभग 12 बजेसम्म एकदम ढिला नै छ कि सायद। सो त्यही भएर बिहान नुहाइदै गरेर यताउति बिहान छिट्टै उठेर है यताउति सबै खानाहरू चाहिँ बनाएर रेडी गरिसक्यौँ। अब चाहिँ हामी रेडी हुँदैछौँ। मम्मी र मनिषा नानी चाहिँ अर्को रुममा हुनुहुन्छ। सो यहाँ चाहिँ म छु, अनि बुढाले चाहिँ हाम्रो मामाहरूको छोरीलाई दिन जाँदै हुनुहुन्छ। अनि आज्ञा आर्यहरू, अनि त्यसपछि सो धेरैजना भइन्न किनभने अहिले चाहिँ मामाहरूको चाहिँ टिका छैन है। सो हेरौँ के कस्तो हुन्छ आजको दिन। हामी चाहिँ घरमा टिका लगाएर अनि बुढो घर हाम्रो मरिगाम आमाको हातबाट टिका लगाउन जान्छौँ। अनि त्यसपछि चाहिँ भलबारी मेरो माइत जान्छौँ। अनि सकेसम्म आज अर्घाखाँची मामा घर पनि जाने कुरा छ। हेरौँ के कस्तो हुन्छ है, मौसमले साथ दिन्छ कि नै। सो हेर्दै गर्नु होला गाइज, अहिले एकदम हतार छ, म चाहिँ रेडी हुनुपर्ने हुन्छ। सो हेर्दै गर्नु होला के कस्तो हुन्छ आजको हाम्रो यो दसैँको दिन। सो गाइज म चाहिँ फाइनल्ली रेडी भइसकेँ है, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी टिका लगाउनु पर्ने हुन्छ गाइज। बुढाले बाहिर साइडमा त्यहाँ ढोकामा लाउँदै हुनुहुन्छ। अब हामी अहिले चाहिँ धेरैजना भएको छैनौँ। सो जतिसम्म रमाइलो छ गाइज। यहाँ चाहिँ बुढाले पुरै ढोकामा साइडमा टिका लगाउँदै हुनुहुन्छ। ए ह्याप्पी दसैँ यता नानी सीताको मन सीताको सबै कुरा होस्, निरोगी हुनु राम्रो होस्, नयाँ बाजा भान्जी जो हुनुहुन्छ राम्ररी आगमन होस् ल।
कताबाट खिच्छ ताउला ल भाइ कसरी आउँ त नि हो नि र थालीमा अलि मम्मी Happy Dasai! माइत पनि गयो त भलवाडी के रे मडी गयो त्यही त भन्ने नि घर टिका लाएर मडी घर त बुढो भएको रे अनि मरिगाम गयो आमा अनि सबै अङ्कल आन्टी ठुला ठुलमम्मी सबै त्यही भेटिनु भयो दिदीहरू सो त्यसपछि अब चाहिँ हामी जाँदैछौँ अर्घाखाँची बुढाबुढी भएर हाम्रो गाडी चाहिँ अहिले मुक्तिनाथको छ त्यही भएर हामी स्कुटीमा जाँदैछौँ कृष्ण चाहिँ पछाडि आउँदैछ यो भलक आयो भने हेर्नु होला ठ्याक्कै 1 वर्षपछि आएको हुन्छ बुढा तपाईले गाइस सो मैले भ्लग बनाएर कोप्रोमा एडिट गर्न राख्न पाएको छैन त्यही भएर बुढाले चाहिँ तपाईले हेर्दाखेरि 1 वर्षपछि हेरेको हुन्छ हजुरले हेर्दाखेरि 1 वर्षपछि हेरेको हुन्छ गाइजहरू भन्नुभयो अब के भनौँ म केही बोलिनँ सो फेरि पनि ह्याप्पी दसैँ ह्याप्पी दसैँ खर्का खाने मान्छेले टाइम लाग्छ अन्त यो के भयो के छ र यहाँ पुल छ यताबाट जान मिलिरहेको जान्छु त गाइज ओ गाइज झर्ना हामी चाहिँ मामा घर जाँदैछौँ होइन बाटो चाहिँ यस्तो दामी छ पुरै सिटबाट चाहिँ पछाडि पुगिन्छ कृष्ण अघि अघि गयो आमालाई थाहा होइन भाइ आउने भनेर हामीमा चाहिँ आउने थाहा सरप्राइज हो हामी त सरप्राइज हुनुहुन्छ होला बाटो चाहिँ गजब रहेछ गाइज ए बुढाको चाहिँ फर्स्ट टाइम हो के भन्छन् बुढीको माउला बुढी माउला के हो यस्तै छ है बाटो चाहिँ हस्पिटल जाने बाटो लास्टै त आज त गएर राति पानी पनि परेको थियो गाइस त्यही भएर यस्तो छ ल दामी दामी ओ माई गड ल हामी चाहिँ स्कुटीमै रमाइलो हुन्छ भने स्कुटीमा आयो तर रमाइलो भइरहेको अहिले त छेप्यो यति गाइस म चाहिँ सुट फेरेर चट्टाडी छु बुढाले कुदाउनु भयो एकछिन यहाँ ढुङ्ग्रो खोला आइपुग्छौँ सालजन्डीबाट 2 घन्टा हो गाइस धेरै समय त लाग्दैन 2 घन्टा हैन 5 घन्टा हो सो गाइस यस्तो दामी दामी ठाउँ छ है यस्तो दामी देख्यो यहाँ हेर्नु न उहिरो लाग्दैछ है बादल आइरहेछ हुसुल लाग्दैछ दामी भ्यू छ दामी देख्यो है रमाइलो भएको छ हाम्रो यात्रा यहाँनिर पुरै धानको बालाको दामी देखेको यो खेतहरूमा केटाकेटी पुरै मजाले गफ मनाइरहेर म चाहिँ पुरै
ओह्रालो चढ्दै ढुङ्गे खोला पुगिन्छ अनि त्यसपछि फेरि उकालो चढिन्छ। गाइस भ्यू हेर्नुहोस् भ्यू। नबोलिकन बनाउ त मैले अहिले स्टोरी हाल्छु। रोकेर फोटो खिचाउन मात्र एउटा। मैले पनि बोलेको म्युट गरेर अर्को साउन्ड राखेर मिल्छ क्या राख्नु। सराई नाचो के गाइज आमालाई थाहा छैन कृष्ण आएको चाहिँ सरप्राइज हो। हामी चाहिँ बुढाबुढी यत्रो आइपुग्यो। कति बज्यो बुढा कस्तो लागिरहेको? कति बज्यो? 6:30 बजे आयो होइन। पहिला तपाईँ हेर्नु हाम्रो मामा घर यही हो। बुढालाई कस्तो लाग्यो हो यहाँबाट यता है कस्तो लाग्यो मामा घर आएर? तर मिल्छ जति छ बाटो त ल। ए पर्री हेर्न यो पछि आइज भनेको। ए त आमै आउनुहुन्न क्या बाहिर? आमै आउनु के? खै यता हेरौँ त। अरू को आएछ हामीसित? अनि अरू म र ज्वाइँ अनि बाबु को बाबु? कृष्ण। कसले भन्नु तपाईँलाई आउँछ भने त्यसले? मलाई झुक ए नमस्कार नमस्कार देख्न पाइन्छ। म यस्तै भुल्ली भएर छु यहाँ हेर्नु त आमा जाडो भएर। राम्रो छ ठिक छ। उसलाई देख्नु होइन? मलाई झुट बोल्दिनँ। राम्रो प्रगति उन्नति राम्रो भने जस्तो ओइ मती ओइ गति भने चाहिँ पहिला आएर राम्रो देख्न पाइयो। जीवनमा दुइटैको हाँसी खुसी नराम्रो देख्ने एक दिन नपरोस्। अरू के भनौँ कमाउने गर्ने जम्मै आफ्नै जिम्मेवारी भइयो हो। सबै कुरो ऐसाल पराइसाल आउँदाखेरि अर्को पनि लिएर आउनु होला। 3जना भएर दया गर्छु सबैको। तिमीलाई राम्रो हुन्छ यो अनिवार्य थाहा छ। मेरा आशिक बाहिर पनि भएको छैन नै अझै। सुख शान्ति होस् पुरा लामो आइहोस् रोग ब्याधले नछोस् मनले चिताएको पुगोस्। अरू के भन्नु भाइ त एकछिन रोकिन हुन्थ्यो बस्न हुन्थ्यो भन्थे। अब उनी पनि उठ्न जाने सम्झी सम्झना बिरामी जस्ता के मामा माइजू कति र मामा माइजू हिँडेको भनेको भाग्य मानि मनले चिताएको पुगोस्। आमा देखाउनु है। अर्को साल दुईटा देख्न पाइयो। तिमीलाई इच्छा आकांक्षा सबै पुरा हुँदै जाउन्। जय होस् तिम्रो जय होस् कान्छा। दिदीलाई मिनाजुलाई सधैँ माया गरिराखे। राम्रो हो प्रगति हुँदै जाओस् है। मैले लगाइदिने हो नि त हैन भगवानले यो भोलि 5 रुपैयाँ त पुऱ्याउ न। भाइलाई लगाइदिनु भए थिएन उहाँ हो नि त। ल गरून् भगवानले देवी दुर्गा दाहिनी हुन्। माता दुर्गाले सधैँ रक्षा गरून्। हामीलाई धेरै माया गरे कहिले काहीँ फोन मेसेज गर्दै गरे चिन्दै गरे माया गरे। सधैँ राम्रो होस् सोचेका इच्छा आएका कुराहरू सबै पुरा हुँदै जाउन्। भाइलाई सधैँ राम्रो होस्। मलाई भन्दा धेरै हेर भनियो त नि अलिकति हजुर आमा ल मैले पनि कति टिका थाहा अलि माग भएर रक्षा गरून् भगवानले। जय होस् तिम्रो कान्छो। ल ल आज ठोकिनु पर्छ नि भाग्यमा नि आज दसैँमा फेरि हातमा हो अनि पछि खुट्टा भयो नि ल मलाई त आज हातमा हो के कृष्ण ल खुट्टा दिनु आज ठोकिन्छ खुट्टा ल भिडियो बाहुमा खुट्टा उठ्दै जान्छ तैँले पनि त्यति पालन के भन्ने नयाँ पनि भन्नु
नयाँ त राम्रो हुँदैछ राम्रो होस् सधैँ माया गरे एकचोटि ल त्यही हो त सौभाग्य त्यो ल ल पैसा अब त सबै पुगेको छ ल सबै पुग्यो कसैले नपाएको नयाँ नट्टीले पायो नि त दसैँमा भगवानले रक्षा मनले चिताएको पुगोस् राम्रो छ राम्रो हुँदै गए बाबुआमालाई सुख शान्ति दे मम्मीलाई अलि नयाँ गर्दै गए राम्री श्रीमती बनाए दुई भयो 2 बाट 3 हामीले भन्न पर्दैन अरूहरू राम्रो राम्रो उन्नति गर्ने ठुल्ठुलो मान्छे बन्ने तिनी पढ्न थालेकामा नम्बर ल्याउने 2 भएपछि कृष्णको 14 भइहाल्छ नि दुर्गा दाहिनी गएपछि जम्मै रक्षा हुन्छ लिनु पर्छ भगवानले उद्धार गर्नुहुन्छ कोही पनि कसैलाई पनि तिमीलाई सुख शान्ति होस् मनले चिताएको होस् यस्तै बसेर सबै हामीले आटो ढेँडो सबै आएको केही टेन्सन छैन धर्म सन्तान देवी भेटी तिलकम जस्तु मस्तुकम भार्यम यस्तु समन्तस्तु महालक्ष्मी परिचित दुर्गा दायन हुन् भगवानले रक्षा गर्नु रोगले सुख शान्ति होस् मनोकामना दुर्गा देवी भगवती प्रसाद वस्तु नारायण रक्षा तु नपरोस् त्यही भएर सुख शान्ति होस् मनोकामना सिद्धि रक्षु नारायण रक्षा तु मकैका सर्वशक्ति देवी नारायणी नमोस्तुते नमो दिव्य महादेवी शिवाय सतनमो नमो पशुपताय रोगाय नमनित्याय वरदाय नमो तस्मै चन्द्रपुरी शिवाय शान्ति महादेवी भद्रकाली तमासेम शिवदात स्वासोदा नमोस्तुते जय तुम देवी जय मंदिर जय भूत त्यारिणी जय सर्वगति कलराति नमोस्तुते किनभने त्यता पनि ढिला हुँदा सुत्नु हुन्न महालक्ष्मी प्रसिद्ध दुर्गा भगवान सुख शान्ति होस् मनमा सबै आनन्द लाओस् चिताएको काम होस् सबै कुरा लक्ष्मीले दाहिनी हुन् शान्ति राख्नु त्यति हो मनमा जहाँ पनि सन्तोष आओस् जताबाट पनि मनोकामना सिद्धि रस्तु दुर्गा देवी भगवती प्रसाद नारायण रक्षतु टोपी भएर डाँडामा नभएको गतिलो निस्किनुहोस् रोग भन्ने नलाओस् मस्तै पढे के मानि भाइ यति बिहाका वर्ष यसरी आउन पाइयो आयुर्वृत्ति जसोवृत्ति वृत्तिभ्याङ्ग शुभचर्या धर्म सन्तान देवृत्ति तिलकम जस्तु मस्तुकम भारमस्तु समन्तस्तु महालक्ष्मी प्रसिद्ध दुर्गा दायन हुन् भगवानले रक्षा हुन् सुख शान्ति होस् चन्दनवन्तो जैनम पवनम पापनाशन वायुदाहरतेनित्यम आयुर्वाणम आयुर्वृत्ति जसोवृत्ति वृत्तिभ्याङ्ग शुभचर्या धर्म सन्तान देवृत्ति तिलकम जस्तु मस्तु भारमस्तु समन्तस्तु महालक्ष्मी प्रसिद्ध मनोकामना सिद्धिरस्तु दुर्गा देवी भगवती नारायण रक्षु सदु मनले चिताएको कामना सबै पुरा होस् राम्रो बनेर जाओस् भनेको देख्न पाऊँ आइसासम्म बाँचे पनि फेरि तीन परिवार भएर आए सुख शान्ति देख्न पाइयोस् मनले चिताएको होस् मनोकामना सिद्धिरस्तु नारायण रक्षतु जमारा दिँदै हुनुहुन्छ बुवाले म लेखेको म खाएको छैन चन्दन भन्छ जैनम पापना सुनाइदा आइभारम दिने दिने आयुर्वृत्ति जसो
वृद्धि भाङ्गा शिवसरिया धर्म सन्तान नदी तिलक मृत्यु मस्तकम भारी महालक्ष्मी नुन भवानीले रचेहरू जयन्ती मङ्गला कपाली दुर्गा शिव शिवरात्रि स्वास्थ्य नमस्ते जयतम देवता मन्दिर जय भूतत्यानि जय सर्वगति कलाती नमस्ते नुन भवानीले रचेहरू सुख शान्ति होस् मैले पिताको काम फेरि हो फेरि दुईवटा बुढाबुढी भएर फेरि आइसकेर ए विष्णुले त भनेर सबै कृष्णले त उचालेर आउनु पर्ने छ कृष्णले लिएर भान्जा कृष्ण त्यही त कृष्णले त विष्णु भन्नु विष्णु भन्नु भान्जा लिएर सँगै फेरि बुढाबुढी भएर आउनु पर्छ ए भान्जा कहाँ छ तो बुझे मैले नि बर माग्दा मेरो छोराले माजा तालमा मै पार्यो देख्न पा मन त अरे कि घर पनि मागो खेत पनि मागो ए धनसारको खेत पनि मागो त्यस्तो हुन्छ नि आशीर्वाद त सोच्छ मान्छेको आशीर्वाद लाग्छ फेरि कसैले पनि आउने हो नरे लिन आउनु पर्यो भन्थे अरे भन्नु त नानीले त्यहाँ को जान्छ कुली खेल्न नपरोस् अर्काले हर फर्काइदिनु नपरोस् कसरी सुसार हाल्नु नपर्छ बोल्दा बोल्दै सबैभन्दा ठुलो भाइ चाहिँ त्यही हो लेखान्तर के छ भावीको लेखान्तर कसले पो मेट्न सक्छ र तार अब कविता अब नौदुर्गा राई भगवान्ले रक्षा गरून् सुख शान्ति होस् भन्ने पिताको होस् रोग राग केही नहोस् धन सम्पत्ति दया दौलत होस् सुखी दुईजनाको जीवन हाँसेर बिताउन पाइयोस् राम्रो होस् पुरा आयुष होस् ओ दाइले टिको लाइन आइसल त भान्जा लिएर आए भन्नु दोकानेलाई हिँड्ला भनेको होला के अरे यो त 2 महिना भयो के अरे हिँड्दा झुकिन होइन भान्जा भनेको त ठिकै त अनि भाइ त भान्जा त भन्नुपर्छ मेरा छोरछोरीलाई त हो नि झुकिन नसर्नु यही छु अलि सोझो भएर बस नानु के आउँदा त गाडी पाइए गाडी पाइए के को गाडी हो स्कुटी लिएर हो दुईटै बाइक लिएर हो गाडी ल्याएर ओहिले मलाई त त्यसैमा ल्याएर बल्ल आएँ हामीले चिताएको पुरुष लक्ष्मी र सरस्वतीका शरण सुखले जीवन बित्यो दुईजनाको पुरा आइ गएर हाँसेर जीवन बित्योस् राम्रो होस् मनले चिताएको एउटा पुरुष अहिले त दोहोरी आउँदै पनि सबै केटाहरूले गरे त्यति बेला केटाहरूसित आएर लगाइदिएँ शक्ति हराउनु लाग्दैन नि सक्न छोडियो अब